हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो धेरै पछि भिडियो बनाउँदैछु अनि आज हाम्रो यहाँ चाहिँ भोगटे खाने प्लान छ। हामीसँग आज यो भोगटे चाहिँ दही पनि छ अनि अब बेलुकाको लागि यहाँ मासु पनि तयार हुँदैछ है। र म किचन आइसकेको छु है। यहाँ चाहिँ अब सब सामानहरू रेडी भइसक्यो अब गर्नको लागि। अब चाहिँ म यो भोगटेलाई छोडाउँछु अनि त्यसपछि चाहिँ हाम्रो अरू बाँकी काम हुन्छ है। ल यहाँ सबै सामानहरू रेडी भइसक्यो, दही, मसला, होइन, नुन, सबै कुराहरू मैले रेडी गरिसकेँ। अब चाहिँ म काटेर अब लास्टमा देखाउँछु है, अब के हाल्छु गर्छु है। भोगटे चाहिँ यसरी छोडाउँछु म। सरी के हो यो भोगटे? भोगटेलाई इङ्ग्लिसमा के भन्छ? खै इङ्ग्लिसमा के भन्छ, हामी चाहिँ भोगटे नै भन्छ है। खाना मिल्छ यो? हेर त रोल जस्तो छ त खै। सामनेबाट भिडियो गर्नु खानु त त्यहाँ किन फोरेको त्यो यार? दुईटा बस रातो खुर्सानी छोड्यो, अहिले खुर्सानी हालिसक्यो, त्यही भएर अहिले चाहिँ छोड्यो मात्रै। रातो खुर्सानी भयो है। यो अब खरियोपछि हामी चाहिँ यहाँ थोरै मात्रामा बेसी हाल्छौँ, धेरै हाल्दैन, मन पर्दैन मलाई त्यही भएर। त्यसपछि खुर्सानी भइहाल्यो त्यतातिर है। अनि बेसा थोरै हो, यो भइसकेपछि, कालो भइसकेपछि यसलाई अलिअलि चिनी हाल्छौँ, धेरै हाल्दैनौँ चिनी, छोरीमा
ल अब हामी यसपछि यसलाई हात सफा छ धोएर आएको यसलाई चाहिँ मोल्छौँ हाम्रो चाहिँ अब रेडी भयो पुरै अब हाम्रो अमिलो सान्ने कुरा रेडी भयो अब हामी सर्भ गरेर खान्छौँ यसलाई च्यालेन्ज चाहियो हैन हाम्रो चाहिँ अब खाने कार्यक्रम भइरहेछ है अब सक्यो तपाईको गाडीमा आलु छ नि हाल्नु हैन अब सक्यो हाम्रो बाइ गाइज आजको लागि यति नै सी यु इन अनदर ब्लग सबलाई यहाँ देख्न सक्नुहुन्छ कस्तो भयो मिठो भयो कस्तो भयो दादा ए ठिक छ नुन खुर्सानी सबै आहा गोल्यो उहाँलाई त अब जे भन्यो नि हुन्छ है कस्तो भइरह दामी छ त्यसै होइन सान्ने मान्छेलाई चाहिँ के फाइदा हो भन्दा जसले मह काट्छ त्यसले हात चाट्छ भने जस्तो जसले अमिलो साँच्छ त्यसले भाँडोको लास्टको खान्छ मिठो मिठो मिठो